नमस्ते, यो अटो टिभीएस कम्पनीको हो। एक्सिडेन्ट भएपछि यो अटो हाम्रो सोरुममा ल्याइएको अवस्था हो। अगाडिको भागको कुरा गर्दाखेरि अगाडिको भागमा एक्सिडेन्टको असर देखिन्छ। यहाँ फ्रेम हेडलाइटमा ड्यामेज भएको छ। दायाँ साइडतर्फ हेर्दा बडी र प्यानलमा क्षति भएको देखिन्छ। तपाईहरू देख्न सक्नुहुन्छ दायाँ साइडको हालत खराब छ। यसलाई नयाँ अथवा डेन्टिङमा लगेर यसलाई डेन्टिङ पेन्टिङ गर्नुपर्छ। बायाँ साइडतर्फ हेर्दा त्यस्तो केही छैन। पछाडिको भागमा हेर्दा टेल लाइट र बम्फरको अवस्था ठिकै जस्तो छ। ड्यामेज भएका ठाउँहरूको कुरा गर्दाखेरि दायाँ साइडको ढोकाको हालत खराब छ। त्यसको केही हुँदैन, त्यसलाई नयाँ हाल्न उचित होला मेरो विचारमा। ब्रेकको पनि हालत एकदमै खराब छ। अब त्यसलाई डेन्टिङ पेन्टिङ गरेपछि त्यसको फेरि कुराकानी अगाडि बढ्नेछ। इन्जिन र मेकानिकल पार्ट्सको अवस्था हेर्दा अहिले राम्रै ठिकै जस्तो छ। टायर सस्पेन्सनको अवस्था पनि खराब देखिन्छ। घटनास्थलको कुरा गर्दाखेरि टायर फुटेर रिङ च्यातिएको सुन्नमा आएको थियो, तर अहिले चाहिँ टायरमा एकदमै राम्रै छ, त्यस्तो केही छैन। अब बाँकी चलाउँदाखेरि के थाहा हुन्छ त्यो थाहा भएन। यो अटोको समग्र अवस्था हेर्दा मर्मतको आवश्यकता देखिन्छ। धेरै जस्तो अगाडि र दायाँ साइडमा धेरै क्षति पुर्याएको देखिन्छ। बाँकी हेरौँ के कस्तो हुन्छ। यो टिभीएस अटोको एक्सिडेन्ट भएपछि मर्मत तथा इन्सुरेन्स प्रक्रियाका लागि हाम्रो सोरुममा ल्याइएको हो। धन्यवाद। यसमा धेरै राम्रो प्रतिक्रिया आएपछि म एक्सिडेन्ट भएको के भन्छन् घटनास्थलको पनि मसँग भिडियो छ, त्यसलाई पनि सार्वजनिक गरिदिउँला। यसमा राम्रो भ्युज मिलेपछि हैन, त्यही भएर यसो साथ सपोर्ट गर्नु होला, यसमा राम्रो प्रतिक्रिया दिनु होला। त्यसो भन्दै म अहिलेलाई बिदा हुन्छु। बाई बाई। बाँकी सबहरूको भिडियोमा अब लाइक सब्सक्राइब गरिदिनु होला हैन। अब त्यति भन्दै म बिदा हुन्छु। बाई बाई।